गाउँले दुःख पऱ्यो साथी छैन भने साथीले दुःख पाउनसम्म पायो त्यही पनि साहस गरेर हिम्मत गरेर खायो गाउँलाई पनि नराम्रो लास्टमा राम्रो भयो नि सबैलाई पनि धन्यवाद भन्छु सबैलाई हेर्न आउनु फेरि हेर्न आउनुपर्छ एकदम बेस्ट कङ्ग्रेचुलेसन एन्ड बेस्ट अफ लक अल अफ टिम पवन कली हेरेर बस्नुभएको सम्पूर्ण दर्शकहरूलाई गौँथलीको नमस्ते। हाम्रो चलचित्र गौँथली यही शुक्रबार अर्थात् श्रावण 1 गतेदेखि रिलिज भइसकेको छ। सबै अडियन्सहरूले हेर्नु होला है त र हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। थ्याङ्क यू। नमस्ते। हाम्रो चलचित्र गौँथली साउनको 1 गतेदेखि नेपालमा लागेको छ। हामीले भित्र मनैदेखि स्वच्छ फिल्म यो चाहिँ सपरिवारसँग गएर तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँ यो फिल्ममा कतै न कतै आफूलाई कनेक्ट गर्न सक्नुहुन्छ भन्ने आशाले हामीले नेपालीपना नेपाली माटोलाई लिएर फिल्म बनाएको छौँ। तपाईँलाई मनपर्छ भन्ने आशा छ। जय गौँथली। गौँथली मेरो लागि सबैभन्दा जीवनको सबैभन्दा महत्त्वपूर्ण मुभी हो मेरो लागि। हुन त योभन्दा अगाडि मैले छक्का पन्जामा सबै सिरिजहरूमा म एज अ प्रड्युसर म वडा नम्बर 6 देखि हो, तर यो फिल्ममा चाहिँ मेरो सुमन गिरीको प्रस्तुति भनेर जुन छ मेरो त्यसलाई आई एम रियली फिल प्राउड। नमस्ते, म हरिउमा गाई अनि यो मेरो टिम। म गौँथली फिल्मको डिओपी। हाम्रो फिल्म साउन 1 गतेदेखि हलमा आउँदैछ, हेरेर प्रतिक्रिया दिनु है। मैले हिजो अस्तिदेखि नै ट्रेलर हेरिरहेको थिएँ। गिरिराज घिमिरे। नेपालीपनको चलचित्र, नेपाली कथा अनि नेपाली परिवेशसँग सम्बन्धित चलचित्र छ। तपाईँले आफ्नै घरको कथा होइन, आफ्नो वरिपरिको कथा, छिमेकमा घर देखिरहेको कथाहरू देख्न सक्नुहुन्छ। जुन कुरा रिलेट गर्नको लागि तपाईँ चाहिँ चलचित्र भवनमा आएर फिल्म हेर्नुपर्छ। साउन 1 गतेदेखि रिलिज भइरहेछ। हजुरहरू आएर फिल्म हेरिदिनु होला। थ्याङ्क यू सो मच। नमस्कार, म कलाकार प्रकाश घिमिरे। म खेलेको भएर भनेको होइन, यति राम्रो फिल्म बनेको छ जसलाई अहिलेसम्म हामीले आँखाले मनले फिल्मलाई रुचाएर एकदम स्वाद लिन्थ्यौँ भने अहिले जिब्रोले पनि स्वाद लिने फिल्म बनेको छ भनेर मैले भनेको छु। यहाँहरूले हेर्न नछुटाउनु होला, हेरेर आफ्नो प्रतिक्रिया दिनु होला। यति भन्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद। नमस्ते पवन काली दिदी। अब हजुरको सो त सबैले हेरिरहनु भएको छ, अब हाम्रो पनि हेर्न पर्यो गौँथली। मैले पनि गौँथलीमा आमाको भूमिकामा अभिनय गरेको छु र तपाईँ हामी सम्पूर्ण भएर अब गौँथली हेर्नुहोस् है। चुलो निम्तो। नमस्ते। गौँथली परिवार तपाईँहरूप्रति एकदम आभारी छौँ। आजभन्दा 25 वर्ष अगाडि मेरो बुवा डाक्टर भोला रिजालले बनाउनु भएको थियो गौँथली। आज मैले बनाएको छु। ठुलो च्यालेन्ज लिएर हामीले यो फिल्म बनाएको थियौँ। तपाईँहरूले मन पराइदिनु भयो भन्ने आशा छ। यदि मन पराइदिनु भयो भनेदेखि मन पराएँ भनेर भनिदिनु होला। मन परायो। थ्याङ्क यू। हस्, धेरै धेरै धन्यवाद हामीलाई माया गरेर यहाँ सिनेमा हेर्न आइदिनु भएकोमा र आफन्त छरछिमेकी ससुराली हुनेवाला ससुराली भूतपूर्व ससुराली सबैतिर सिनेमा हेर्न जानुहुन भनेर तपाईँहरूले अनुरोध गर्नुभयो भने हाम्रो लागि त्यो सबैभन्दा ठुलो कुरा हो। धन्यवाद। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। म एकदमै आभारी छु। इन्टरनेटको माध्यमबाट आफूलाई लागेको कुरा लेखिदिनु होला, सेयर गरिदिनु होला। त्यो नै हाम्रो लागि औभाग्य हुनेछ। आफ्नो अमूल्य समय निकालेर फिल्म हेर्न आइदिनु भयो, त्यसको लागि हामी एकदमै धेरै आभारी छौँ। र हजुरहरूलाई फिल्म कस्तो लाग्यो? कस्तो लाग्यो दिदी? एकदम राम्रो छ। यस, सासू यसै छुच्ची हुनु हुँदैन कि बारले सताउनु हुँदैन सासू भएर। पुरानो मान्छेले सासूले सताउने त्यही हो, त्यही देखाइरह्यो। अहिले हामी पनि खोगिरह्यो। राम्रो लाग्यो, एकदम राम्रो।
पहिलाको सासू त्यस्तै त हो सासूले गरेर गौँथलीले दुःख पायो त्यत्रो मनदेखि खुसी भयो कोही पनि खिसीको छैन कि सबै एकदमै बेसी एउटा पनि सिटीमा गएको छैन क्या त्यतिकोमा गएको छैन सबै एकदमै राम्रो लाग्यो राम्रो लाग्यो कस्तो रुवायो धेरैमा फिल्म हेर्न रहर गर्नुभएको थियो अनि हाम्रो घर चाहिँ गुल्मी हो अनि फेरि बाबुले टिकट काट्दै थियो सानो बाबुले हेर्न जानु नि त कस्तो रहेछ भने राम्रो लाग्यो फरक क्षमताको मान्छेहरूको चाहिँ जुन त्यो देखाउनु भयो नि उहाँहरूले होइन उहाँहरूभित्रको संवेदना त्यो यथार्थता त्यो एउटा चाहिँ देख्न पाउँछ मान्छेले होइन अहिलेसम्म श्रीमानले चाहिँ सबै सपोर्टै गरिरहेको छ सासू जस्तो सुकै होस् आफूसँग लाइफ मिलाउने हिरोले साथीहरू थुप्रै छु तपाईँलाई चाहिँ पढ्न मन थियो पढेर चाहिँ पढ्न मन लाग्थ्यो 8 क्लास छुटाएर बिहा गरिदियो बिहा गरेर पनि बच्चाहरू पढ्नु पाएन आफूले सोचेर केही गर्नु पाएन थ्याङ्क यू भेरी मच पवन कालीज्यू जुन माया पाएको छौँ जुन अनेस्टी जुन आँखामा जुन हेरेर उहाँहरूले भन्नुभएको छ हामीलाई विश्वास छ सही भन्नुभएको छ प्रतिक्रिया एकदम राम्रो पाएको छौँ आशा छ यो प्रतिक्रिया घरमा लगेर अरूलाई भनिदिनुहुन्छ र अरूले आएर पनि फिल्म हेरिदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ थ्याङ्क यू नमस्ते म कलाकार अरुण छेत्री हाम्रो चलचित्र गौँथली हजुरहरूको नजिकको सिनेमा घरमा लागिसकेको छ समय मिलाएर हेर्नुहोला र आफ्नो फिडब्याक पनि दिन नबिर्सिनुहोला भन्न चाहन्छु र स्पेसल्ली मेरो पवन कलीलाई चाहिँ म के भन्न चाहन्छु भने गाईको घिउ आई लभ यु फिल्म हेर्नुहोला है त थ्याङ्क यू सो मच